हाई आइदिन्छु घुसी कसलाई भनेको तँले हेलो गाइस वेलकम एभ्रीबडी हामी फेरि स्टार्ट गरिसकेको छु नयाँ ब्लग हैन हामी अहिले यहाँ आएर जाँदैछु खतरनाक छ अन्त यहाँ हेर्नु भाइहरू छ यस भाइ पछि भव्य भाइ छ अन्त एकदम ओ भाइ कस्तो लाग्यो तिमीलाई दामी लाग्दैछ ल गाइस हामीलाई दामी एकदम मजा लाग्दैछ होइन अब स्कुल पनि छुट्टी भइसक्यो अब भोलि चाहिँ मैले साइकल पाउनेछु किन चलाउँदैछु भनेर किनकि एउटा दाले स्कुल छोड्यो त्यो दाको साइकल फोटो छोडेर त्यहाँदेखिको मैले अब फोटो निकालेर त्यहाँदेखिको भोलि साइकल पाउनेछु त्यो साइकल त्यो दाको नाममा हेर्नुहोस् होला अब ल त्यो साइकलमा घुम्नुपर्छ गाइस एकदम मजा लाग्दैछ रमाइलो हो भाइ भाइ हामी चाहिँ यहाँ अर्केर जाँदैछु कहाँ जाँदैछु भाइ घर जाँदैछु फर्केको भाइ निस्किनेछु भाइ त लडी कसो गाइस यो त लड्यो भाइ त हो बिचरा केही छैन लागेन नि लागेन तर बिस्तारै थियो म चाहिँ लडेन किनकि म डेन्जर मान्छे होइन ऊ भाइ हामी यहाँ पुगिसकेको छु यहाँ चाहिँ के गर्ने भन्दा यो टोटोद्वारा चाहिँ हामीलाई एउटा फोटोसुट लिने होइन साथी अन्त उसको फोटोसुट चाहिँ लिइसकेको छौँ अन्त मेरो फोटोसुट गर्नु छ नि त किनकि अहिले मलाई एउटा भिडियो फेरि अझै मेरो एउटा भिडियो एडिट गर्नु छ है अन्त यो टोटोमा यो कसको टोटो हो थाहा भएन हो विदाउट पर्मिसन चढिदिने ओ भाइ यहाँ हटा त तिमी हट न तिमी ए तिम्रो पोस्ट लु फोटो खिचिहाल्दै नि दामी लु निक्लिदियो अब यो हाई आइदिन्छु घुसी फोटो खिचेंगे गाइस हामी चाहिँ चढिसकेको छु है गाडीमा एकदम गाडी हेरे माने टोटोमा अन्त हिजो चाहिँ हामी भाइलाई हेर न हिजो चाहिँ हामी के भन्छ गाडीमा चढेको चाहिँ एकदम फेसिलिटी गाडी जस्तोमा है तर अहिले चाहिँ हामी थोत्रीमा बसिरहेको छौँ तर यो पनि थोत्रे त नभन्नुबाट राम्रै छ होइन अन्त अगाडि देखाइदियो त अलिकति दामी छ नि अस्ति पनि एउटा फोटो खिचेको थिएँ है यसमा आएर चाहिँ के गर्ने हो भन्दा चाहिँ एउटा फोटोसुट निकाल्ने हो र भिडियो बनाउँछु म यसको तपाईँले पनि हेर्नुहोस् होला किन त्यो भिडियो आउँछ छिटोभन्दा छिटो एकदम दामी पाराले हामीले देख्नुभयो होला हामीले खिचे फोटो है एकदम दामी पाराले है भम्बे भाइ कस्तो हाम्रो भम्बे दाले दामी निकालिदिन्छ जे पनि मेरो भिडियो भयो फोटो भयो ऊ भाइले निकाल्छ होइन एकदम दामी निकाल्छ तिमी त मेरो सुपर के भन्नु अब तिमीलाई त एउटा तिमीलाई म भन्नु केही दिन सक्दिनँ यार अनि यो बहिनी चाहिँ म लुकी हेर्दै थियो होइन उसकै टोटो होला नि त होइन उसको पितासी हो कि मामा काका दिदी बहिनीहरूको जसको पनि होस् आई डोन्ट केयर होइन मलाई मतलब छैन बाई बाई मतलब सेन मन गर्न मतलब त हुन्छ बाई बाई चेन देखे तडी आन्टीले नि मलाई बाई बाई गरे के भयो चेन अगाडिको ए त्यो अलिकति चेन हुन्छ भाइ ए त्यो अलिकति हुन्छ नि स्कुल दिएको त्यसै मैले त्यो त स्टाइल हो नि भाइ स्टाइल हो के स्टाइल हो कतिमै हिँड्नु के अनि स्टाइल हो मेरो गाइस अन्त म चाहिँ अब साह्रै हिँडेँ नि त होइन म साह्रै खुट्टा दुख्यो अन्त अब म साइकल चलाउने यो साइकल पनि पुरा खटारा बनाइसकेको छ मेरो भव्य भाइले के खटारा बनाएको भाइ हेर्नु ल म चलाउँछ अब देख्नु पर्यो गाइस एकदम दामी छ यो साइकल चाहिँ हो मलाई धेरै देखा धेरै राम्रो लाग्यो मलाई यो साइकल तपाईँले किन्नु सक्छ भाइ कतिमा किनेको भन्दै मेरो भ्युजलाई बेसी त होइन 9.5 किनेको र उसको फेसिलिटी उसको कस्तो छ उसको यो साइकलको कस्तो छ सिकाइदिनु न चाहिँ तपाईँको के भनौँ सबै खतरा छ होइन यसमा ब्रेक पनि टाइट छ खतरनाक किनभने यो डिस्क ब्रेकको होइन अनि हेर्नु होला कति स्पिडमा चल्छ यो हेर्नुहोस् यसको टायर पनि मोटो छ अनि म त भन्नु सकिनँ कि यो भाइले भन्छ अरे सुन्नु गाइस यो साइकलको डिस्क ब्रेक छ फर्के डिस्क ब्रेक छ अनि फ्रन्ट ब्रेक जो छ यो एकदम खतरा छ गाइस त्यसलाई हामी उठाउन सक्छु हो तपाईँलाई विली गर्नुमा पनि यो साइकल एकदम दामी छ तर अब विली त अब हामीलाई आउँदैन त्यसमै हामी गर्न सक्दैनौँ तर गाइस यो साइकल दामी छ सुन्नु
अझै के भन्छ तपाईँको यो साइकल गियर थियो गियर निकालिदिएको छ ताकि बार बार नअड्कोस् गियरको खर्च नहोस् बार बार त्यसै नर्मल चेन लगाइदिएको छ नर्मल साइकलको हो र अनि यो साइकलको यहाँ टायर मोटो मोटो छ दुईटै हेर्नु गाइस दामी छ यो गाइस हेर्नु गाइस यहाँ आउनु हेर्नु गाइस पहिला यहीपट्टि त्यो लागिरहेको थियो गियर तर अब यो गियर निकालिदिएको छ ताकि बेसी खर्च नउठोस् हो अरू गाइस दुईवटा पेडल हल्का घोरेर देखाइदिनु हेर्नु यसको ड्युरेसन हेर्नु गाइस यसको एक पेडल कमसेकम त्यो स्कुटीसम्म पुग्नु सक्छ गाइस अब यो चाहिँ दोर्जेदाले ट्राई गरेर हेर्छ होइन गाइस यो साइकल देख्नु होला एकदम दामी स्मुथ चल्दैछ हो बिचरा गाडी आउँदैछ हो एउटा ट्यालेन्ट गराइ देखाइदिउँ भनेको तपाईँलाई त्यो ट्यालेन्ट चाहिँ हात छोडिदिन्छु म दुईवटा हातले हेर्नु एउटा हातले फोन एउटा हातले हावामा अन्त एकदम म चाहिँ यस्तो गर्दिनँ डर लाग्छ तर पनि आज कोही कोही बेला त गर्नुपर्छ होइन डर कि आगे जिते भाइ ठिक छ हौ तिम्रो साइकल त दामी छ नि हौ होइन गाइस के भन्नु नि गाइस एक त दामी छ साइकल के भन्नु नि यार आन्टी यो साइकल कस्तो छ हौ राम्रो छ दामी छ नि किन 9000 मा किनेको नि उता सारगोडाबाट हजुर पुरानो भयो नि यो त कहाँ बस्नुहुन्छ तपाईँ विष्णुनगर मेरो यहाँ भिडियोमा के भन्नु चाहन्छ भन्नुहोस् त तपाईँ हजुर मेरो भिडियोमा के भन्नु चाहन्छ यहाँ राम्रो देख्छ राम्रो देख्छ है हेर्छ छु नि म गाई ल बोजू आन्टी म गएको ल बाई बाई भनिदिनु न यहाँ लु गाई सब हिँड्दै गयो अब होइन दामी लाग्यो साइकल चाहिँ मलाई तर त्यस्तो राम्रो छैन जा तँ चला हिजोको गाडी फेरि त्यहाँ ल्याएर आएको छ हाम्रो गाउँमा हेर्नु सक्छ उ त्यही हो होइन हेर्नुहोस् ल यो गाडी हिजो हामी चाहिँ बसेको त्यो गाडीमा हेर्नुहोस् अलि मान्छे छैन छ आज नबस्ने अरे त्यो गाडीमा नबस्ने होइन भन्ने वेब आज नबस्ने नबस्ने किन नबस्ने त्यहाँ रोक त त्यहाँ गाडी किन नबस्ने आज नबस्ने खालि देखाउने मात्रै हो देखाउने मात्रै दिपेश भाइ हिँड्दा त्यहाँ गाडीको दामी छ तर टाढो मात्रै देखाउँछु छेउमा बजाउँदिनँ म ल अब साह्रो गरम लाग्यो मलाई एकछिन अब अगाडि गएर बात गरौँ बाई बाई तपाईँहरूलाई पनि उनीहरू तपाईँहरूलाई पनि बाई बाई ल गाइस बाई बाई जान मजाले हिजो गाडीको भिडियो यता यता हट भनेर ल्या कसलाई भनेको तँले हट भनेर खोला भनेको तँले तेरो थोप्रा हेर्छस् तँलाई सम्मान दिने लागेको छ बोका मानुस् यसलाई यसलाई सम्मान मुकेको छ हेर गाइस अरे बोका मानुस् ओके साथी तँलाई मजाले अहिले आउँछ होइन कति बजी आउँछौ ल ल ओके 6 बजीतिर आउँछ यो गाइस चाहिँ होइन यो जाँदैछु मेरो घर चाहिँ अगाडि छ होइन लगभग गाइस हामी घर पनि पुगिसकेको छौँ होइन अन्त यी घरको अगाडि पुगिसकेको छु एकदम थाकिसकेको छु होइन म चाहिँ यी खुट्टा दुखिसकेँ होइन ए हजुर भर्खर स्कुल आएर अन्त टक्कै अब नपर्ने कृष्ण भन् सबैजनालाई नमस्कार अन्त है अन्त स्कुलबाट आइसक्यो नुहाइधुवाइ पनि भइसक्यो नुहाइधुवाइ भएर खानासाना पनि भइसक्यो हो अहिले लगभग तपाईँको कति बज्दैछ भन्दा 3:04:24 भइसकेको छ होइन अन्त घाम हेर्नुसक्छ कस्तो दामी देख्दैछ होइन घाम ढल्दैछ मजाले हो एकदम दामी आउँदैछ नि गाइस त अब आजको भिडियो कस्तो लाग्यो तपाईँलाई मलाई भन्नुहोस् कमेन्ट होइन भोलि पनि आउनेछ भिडियो एकदम रमाइलो आउनेछ भोलि झन् एकदम तपाईँले हेर्नुहोस् लाइक सेयर कमेन्ट गर्नु नभुल्नुहोस् अनि आजको भिडियो यति हो अनि एकदम सेयर गर्नु चाहिँ नभुल्नुहोस् यति भनेर आज भिडियो म बन्द गर्न चाहन्छु धन्यवाद हरे कृष्ण हरि बोल बाई